एट फर्स्ट त आज पर्न गएको हाम्रो तिहारको सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु एन्ड स्पेसली अब मलाई आज धेरै खुसी लाग्छ किन भन्दाखेरि मेरो दिदी अब 2 वर्षपछि भेट्यो होइन फाइनली उहाँसँग मैले अब तिहार मनाउन पाउने भएँ एन्ड मेरो दिदी भनेको यहाँ अहिले फुल टिप्दै हुनुहुन्छ हेलो दिदी हेलो सबैलाई ह्याप्पी तिहार एन्ड आज के भन्न चाहनुहुन्छ त हाम्रो दाइ जो विदेशमा हुनुहुन्छ स्पेसली उसको लागि के भन्न चाहनुहुन्छ भाइलाई चाहिँ ज्यादै मिस गरेछु भन्छु है थोडा सा मलाई नेपाली बोल्दा बोल्दा हिन्दी आएको छ बिचमा माइन्ड नगर्नु होला एक्चुअली नि मेरो दिदी अब धेरै जस्तो इन्डियामा बस्नुहुन्छ नि त त्यही भएर नेपाली त मजाले बोल्न सक्नुहुन्थ्यो तर इन्डियामा बसी बसी नेपाली र हिन्दी मिक्स भइहाल्छ क्या त्यही भएर यो कुरालाई अलिकति माइन्डमा नलिनु होला एन्ड ल के भन्न चाहनुहुन्छ भाइलाई चाहिँ ज्यादै मिस गरेको छु अनि के भन्छ भने मिस यु अलट एन्ड यो पालिको तिहार यस्तै भयो अर्को पालि साथमा मनाउने भन्ने आशा छ एन्ड ल है स्पेसली दिदीले भन्न लागेको कुरा म भनिदिन्छु है होइन दाइ अब विदेशमा हुनुहुन्छ हजुर है तर तिहार दसैँ अब त्यस्तै त अब मनाउन नपाएपछि है परिवारको साथमा अब दिदीबहिनीसँग त्यसरी तिहार भैलोमा होइन दसैँमा यसरी सँगै मनाउन पाएन भनेर चित्त नदुखाउनु होइन अब धेरै टाइम छैन हजुर पनि अब समथिङ अब केही महिनापछि होइन घर फर्किनु हुन्छ त्यही हो अब चित्त मन दुखाएर पनि केही हुनेवाला छैन त्यही भएर अझ पनि म मेरो दाइले के भन्न चाहन्छु भन्दाखेरि ह्याप्पी तिहार एन्ड हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जो विदेशमा बस्नुहुन्छ होइन सबैजनालाई म ह्याप्पी तिहार भन्न चाहन्छु एन्ड टाढा छु घर परिवारबाट अनि घर परिवारमा मम्मी बुवासँग दिदीबहिनी दाजुभाइसँग रमाइलो गर्न पाएको छैन भनेर मन नदुखाउनु होला है यस है त्यही हो एन्ड हजुरको दिन आज शुभ रहोस् भन्दै मैले भिडियोलाई एन्ड गरेँ है त बाई